हेलो साथीहरू, वेलकम टु माई मिनी ब्लग। आई होप तपाईँहरू सबैजना सन्चै हुनुहुन्छ होला भन्दै म चाहिँ यो भिडियो स्टार्ट गर्दैछु। अनि उहाँ चाहिँ हुनुहुन्छ मेरो भाउजू भने, ऊ चाहिँ मेरो बेस्ट फ्रेन्ड नुमा हो। अनि आज चाहिँ हामी जारी 2 मुभी हेर्नको लागि भनेर जाँदैछौँ। अनि जारी 2 मुभी रिलिज भएको त थुप्रै दिन भइसक्यो, तर हामीलाई चाहिँ जानको लागि टाइमै मिलिरहेको थिएन। अनि आज चाहिँ हामीले पनि टाइम मिलाएर जाँदैछौँ। तर हेर्नु न, आज पनि हामीलाई ढिला नै भइसकेको थियो, किनभने 11 बजीको सो थियो। 11 त हाम्रो रुममै बजिसकेको भएर हामी चाहिँ सिटी सफारीमा जाँदैछौँ। अनि डिम्याक्स सिनेमा हल पनि आइपुग्यौँ। अनि सिधै हामी हलतर्फ नै लाग्यौँ, किनभने हामीलाई धेरै नै ढिला भइसकेको थियो नि त। अनि यहाँ चाहिँ साथीले टिकट देखाउँदैछिन्, अनि उहाँले चाहिँ हामीलाई जान दिनुभयो। अनि हामी चाहिँ सरासर हलतर्फ नै लाग्यौँ। अनि हलमा पुगिसक्दा मुभी पनि स्टार्ट भइसकेको रहेछ। अनि मैले चाहिँ बिचमा पनि भिडियोहरू लिइरहेको थिएँ। अनि यो चाहिँ हाफ टाइममा लिएको भिडियो हो। हामी चाहिँ हाफ टाइममा एकछिन बाहिर निस्केर पपकर्न पनि किनेर खाएका थियौँ। अनि फिल्म पनि सक्यो साथीहरू। हामीले यसको पार्ट 1 पनि हेरिसकेको थियौँ, त्यसैले हामीलाई चाहिँ अन्डरस्ट्यान्डिङ मिल्यो भनौँ न। अनि राम्रो पनि लाग्यो, किनकि यो जारी 2 मुभी चाहिँ जारी 1 सँग नै इन्टरकनेक्टेड रहेछ। त्यही भएर हामीले चाहिँ धेरै इन्जोय गऱ्यौँ। अनि तपाईँहरू पनि तपाईँहरूको नजिकैको हलमा गएर हेर्नुहोला, तपाईँहरूलाई पनि राम्रो लाग्नेछ। हामीलाई चाहिँ राम्रो लाग्यो। अनि त्यसपछि साथीलाई पनि बिदाई गरेर हामी पनि आफ्नो रुमतर्फ लाग्यौँ। थ्याङ्क्स फर वाचिङ।